आज मैले माछा पकाउने विधि हाल्दैछु है त। सबैभन्दा पहिला माछा किनेर ल्याउने, त्यसलाई मजाले सफासँग पखाल्ने, अनि कराईमा तातो हुने गरी तेल हाल्ने, त्यसपछि सबै माछा तलेर यसरी भ्याउने। अब मसला रेडी गर्ने, थोरै तोरी हाल्ने, त्यसपछि थोरै टमाटर पनि हाल्ने, अनि प्याज पनि हाल्ने, लसुन पनि हाल्ने, अदुवा पनि हाल्न सक्नुहुन्छ, थोरै खडा जिरा पनि हाल्ने, यसले स्वाद बढाउँछ कि त्यही भएर है त। अनि अब यसलाई हामीले मसिनो हुने गरी पिन्छौँ है। मसला चाहिँ अलि मसिनै पिन्नुहोस् है, किनकि अलिकति खुर्दुरा भयो भने चाहिँ त्यो झोलमा राम्रो देखिँदैन, त्यही भएर। अब हाम्रो मसला रेडी भइसक्यो। कराईमा फेरि तातो तेलमा अब त्यो मसला हामी हाल्छौँ अनि मजाले यसलाई भुट्छौँ है। अनि त्यो भुट्दाखेरि बेसार पनि हालियो, नुन पनि हालियो है, स्वादअनुसार नुन र बेसार हाल्नु होला। त्यसपछि हामीले यसलाई मजाले सुक्खा हुने गरी फेरि यसलाई हामी भुट्छौँ है त। मसला फ्राई भइसक्यो भनेर चेक गर्नलाई चाहिँ हजुरले अलिकति यो सुक्खा भएपछि हेर्नु होला, यसले तेल छोड्छ कि। यही बिचमा हामीले खुर्सानी पनि हाल्यौँ, टमाटर पनि हाल्यौँ है। टमाटर अलि थोरै थियो कि त्यही भएर अलिकति कम भयो, तर पनि यो मिठो हुन्छ, यसको स्वाद पनि अर्कै खालको हुन्छ होइन। अब हेर्नुहोस् त, यो भुटाइसक्यो भन्दा नि भयो, तेल छोडिसक्यो नि त। अनि अब तेल छोडिसकेपछि अब हामीले यसमा पानी थप्छौँ है। अब धेरै झोल खाने भए धेरै पानी थप्दा भयो, पातलो झोल, ठिक्क झोल खाने भए ठिक्क पानी हाल्नु है त। अनि अब परिवारमा कति सदस्य हुनुहुन्छ, अघि तलेको फिस अब हामीले त्यसमा ओरिन्छौँ है त। अनि अब यो एकछिनसम्म यसरी उम्लिराखेको झोलमा चाहिँ फिसलाई धेरै बेर उमाल्न पनि हुँदैन, फतक्क हुन्छ कि। त्यही भएर एकछिन उमालिसकेपछि यसले आफ्नो कलर छोड्न थाल्छ मसलाको है। अनि यो पाक्यो भनेर बुझ्नुपर्छ है। हेर्नुहोस् त कस्तो मजाको कलर आइसक्यो है। अब यो पाकिसक्यो है। अनि यो माछा भात खाँदाखेरि चाहिँ हजुरले जहिले पनि ख्याल गर्नु होला, गाउँको प्योर जुन हाम्रो चामल हुन्छ नि, हो त्यो चामलको भातसँग यो माछा साह्रै मिठो हुन्छ। ल अब हामीले यसलाई कचौरामा हाल्दैछौँ। खानालाई रेडी भइसक्यो। हाम्रोमा धनियाँ सकिरहेको थियो, त्यही भएर हाल्न सकिएन, हजुर चाहिँ धनियाँ हालेर खानुहोस् है।